आज न्यू इयर को दिन केटाहरूसँग स्विमिङ खेल्न गइयो। अल राइट गाइज, अल राइट, वेलकम ब्याक टु माई न्यू भिडियो। अनि तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो यो नयाँ मिनी ब्लगमा। चाहिँ न्यू इयर भएर म मेरो साथीहरू चाहिँ स्विमिङ पुल आएको छौँ। स्विमिङ पुलमा आउन पाएको छैन केटाहरू त उल्टी सुल्टी हान्न थालिहाल्छन्। मैले चाहिँ कतिको गहिरो छ भनेर 9 फिटमा हाम फालिहालेँ, तर खत्रै गहिरो रहेछ कि बल्ल तल बाहिर निस्केँ। अनि फेरि एक दाइ भाने त छु कस्तो चाहिँ जाडो हो। कामदै म चाहिँ बाहिर निस्केँ। हामी सबलाई जाडो भइदियो, त्यही भएर हामी 10-15 मिनट चाहिँ घाममा बस्यौँ। भोक पनि खतरा लागेको थियो, बिहान भातै नखाइकन गएको। चाउचाउ फ्रुटीहरू चाहिँ हामीले लैथ्यौँ अनि चट्ट लाएर हामी चाहिँ यतापट्टि आएर मस्त खान लाग्यौँ। खाजा खाइसकेपछि चाहिँ हामी फेरि स्विमिङ खेल्न गयौँ। निक्लिँदै पस्दै गएर 2-4 घन्टा खेल्यौँ। खेल्दा अति गाह्रो भयो। अनि चाहिँ घर जाने भनेर लुवासुवा लाएर हामी चाहिँ घरतिर लाग्यौँ। यो भिडियोको चाहिँ फुल भ्लग मैले युट्युबमा अपलोड गरिसकेँ, सबजना गएर हेरिदिनु होला। लास्टमा चाहिँ सबैजनालाई ह्याप्पी न्यू इयर।